Namaste everyone, welcome back to my channel Lok Seva Plan and Proceed. Today I am going to share some vocabulary words with you, beginner friendly basic vocabulary words that will help in Lok Seva exam. अब लोक सेवामा फर्स्ट पेपरमा सेक्सन अफिसरको फर्स्ट पेपरमा 20 मार्क्सको इङ्ग्लिश आउँछ र 5 मार्क्स भोक्याबुलरी सेक्सनबाट आउँछ हैन। अनि त्यसैको लागि मैले अहिले बेसिक 20 वटा इम्पोर्टेन्ट भोक्याबुलरी लिएर आएको छु जुन चाहिँ हामीलाई सम्झिन पनि सजिलो हुन्छ र विथ देयर मिनिङ्स एन्ड एउटा एक्जाम्पल पनि लिएर आएको छु उनीहरुको बुझ्न सजिलो हुन्छ भनेर। र साथै यो मैले बिगिनर फ्रेन्डली लिएर आएको छु पहिले पनि भनिसके र यो वर्डहरुको मिनिङ धेरैले बुझ्नु भयो होला हैन। बुझ्नु भएकोलाई ठीक छ, नबुझेकोलाई बेसिक र बिगिनरलाई यो पनि गाह्रो हुन्छ। मिनिङ त थाहा हुन्छ हामीलाई तर एक्सप्रेस गर्न आउँदैन हैन, त्यसैले हामीलाई भोक्याबुलरी पढ्नै पर्ने हुन्छ। सो आई एम गोइङ टु शेयर सम भोक्याबुलरीज विथ यू। So let's get started. Let's learn some vocabularies. So हेर्न सक्नुहुन्छ यहाँ मैले 20 वटा भोक्याबुलरीजहरुको लिस्ट बनाएको छु with their meanings and with examples. So let's learn one by one. First, abide. Abide भनेको follow or obey. Example, we must abide by the rules. Abide भनेको follow गर्ने, मान्ने हैन। Number 2, adequate. Adequate भनेको enough or sufficient भनेको भरपूर पुग्ने गरी। There is adequate time for preparation. Number 3, ancient. Ancient भनेको very old पुर्खौली हैन। लुम्बिनी is an ancient heritage site. पुरानो ancient भनेको। त्यसपछि नम्बर 4 मा barrier. Barrier भनेको obstacle. Obstacle भनेको बाधा हुन्छ नि कुनै कुरामा, त्यसलाई इंग्लिशमा के भन्छ barrier। त्यसको मिनिङ भनेको obstacle. Lack of confidence is a barrier. त्यो एउटा एक्जाम्पल भयो। कन्फिडेन्स भएन भने त्यसले पनि बाधा पुर्याउँछ हामीलाई धेरै कुरामा। त्यसपछि नम्बर 5 कमेन्ट्स है, COMMENCE कमेन्ट्स। कमेन्ट्स भनेको बिगिन सुरु गर्ने। द मिटिङ विल कमेन्स सुन। नम्बर 6 डाइभर्स। डाइभर्स भनेको डिफरेन्ट और भेराइड। नेपाल हैज डाइभर्स कल्चर्स। जस्तै डाइभर्स भनेको फरक कल्चर, जस्तै कि हिन्दू हैन, हिन्दूहरुको डिफरेन्ट कल्चर हुन्छ, बुद्धिस्टहरुको डिफरेन्ट कल्चर हुन्छ, क्रिश्चियनहरुको डिफरेन्ट कल्चर हुन्छ, सबै नेपालमा छ नि, त्यहीलाई डाइभर्स भनेको हो। प्रश्न नम्बर 7 नम्बर इमर्ज। इमर्ज भनेको कम आउट और अपियर। न्यू आइडियाज इमर्ज ड्युरिङ डिस्कसन। इमर्ज भनेको कम आउट और अपियर भनेको सुरु हुने। त्यसपछि नम्बर 8 फ्रेमवर्क। फ्रेमवर्क भनेको स्ट्रक्चर। द कन्स्टिट्युसन प्रोभाइड्स अ फ्रेमवर्क फर गभर्नेन्स। स्ट्रक्चर भनेको एउटा म्याप, रोड म्याप देखाइदिन्छ फ्रेमवर्क भनेको हैन। हाइपोथेसिस भनेको अजम्पसन। साइन्टिस्ट टेस्ट द हाइपोथेसिस। अजम्पसन भनेको मान्नु हैन। नम्बर 10 इम्प्लिमेन्ट। इम्प्लिमेन्ट भनेको टु अप्लाई और पुट इन्टु एक्सन। गभर्नमेन्ट विल इम्प्लिमेन्ट न्यू पोलिसीज भनेको लागू गर्नु। नम्बर 11 लेगिटिमेट भनेको लीगल और भ्यालिड। ओन्ली लेगिटिमेट डकुमेन्ट्स आर एक्सेप्टेड। लीगल भनेको कानुनी र मान्यता भएको डकुमेन्ट मात्र पूरा भएको छ भनेर यो सेन्टेन्सले बुझाउन खोजेको। लीगल भनेको कानुनी हैन। त्यसपछि नम्बर 12 नेग्लेक्ट इग्नोर। डोन्ट नेग्लेक्ट योर हेल्थ। त्यसपछि 13 अप्टिमिस्टिक भनेको पोजिटिभ। सी इज अप्टिमिस्टिक अबाउट द एक्जाम। सकारात्मक है नेपालीमा चाहिँ अप्टिमिस्टिक भनेको। त्यसपछि नम्बर 14 मा प्रिसाइज। प्रिसाइज भनेको एक्ज्याक्ट और एक्युरेट भनेको। जस्तो एक्युरेट भनेको एक मुठी मानो, यो एक मुठी एक्युरेट भयो हैन। 1 kg एक्युरेट। राइट योर आन्सर इन प्रिसाइज वे। कन्ट्र्याक्टेड हैन, प्रिसाइज भनेको त्यस्तै। अनि नम्बर 15 ऱ्याशनल। ऱ्याशनल भनेको लजिकल। वी मस्ट टेक ऱ्याशनल डिसिजन्स। नम्बर 16 स्कार्स। स्कार्स भनेको लिमिटेड। क्लीन वाटर डिस्कार्स इन सम एरिया।
substantial, large or significant. There has been substantial progress भनेको significant or large progress. Number 18 valid भनेको correct or acceptable. Your ID must be valid. Number 19 vulnerable, weak or at risk. Children are vulnerable during disaster. Number 20 yield, produce or give. Good soil yields healthy crops. र यिनीहरू थियो बेसिक बिगिनर फ्रेन्डली भोक्याबुलरीहरू र इफ तपाईहरूलाई अझै भोक्याबुलरीहरू र विथ इट्स मिनिङ चाहियो भने मोर भोक्याब भनेर कमेन्ट गर्नुहोला एन्ड डोन्ट फर्गेट टु लाइक सब्सक्राइब एन्ड सेयर होइन फलो गरिराख्नुहोला मेरो च्यानल थ्याङ्क यू फर नाउ सी यू अन द नेक्स्ट भिडियो र प्लिज इफ मोर इम्पोर्टेन्ट भोकेबुलरी चाहियो भने मोर भोक्याब भनेर कमेन्ट गर्नुहोला र अरू कुनै पनि जस्तो इडियम्स होइन या जीके रिलेटेड कुनै क्वेसन छ भने मलाई कमेन्टमा भन्नुहोला आई विल ट्राई माई बेस्ट बिकज आई एम अल्सो लर्निङ एन्ड आई एम सेयरिङ वाट आई हेभ होइन मसँग के नलेज छ त्यही मैले सेयर गरिरहेको छु आई एम नट एक्सपर्ट इन एनी अफ द फिल्ड मैले यो भिडियोको माध्यम भनिरहेको छु आई एम नट एक्सपर्ट इन एनी अफ द फिल्ड एन्ड वाट आई एम लर्निङ आई एम सेयरिङ विथ यु सो बी कनेक्टेड थ्याङ्क यू